फाइनल्ली हामी सिजिधाम आएका छौं। यहाँ चाहिँ पैसा लिँदै हुनुहुन्छ, पैसा तिर्दै हुनुहुन्छ। बाहिर होला नि घुम्नु लौ त्यहाँ घोडा कति राम्रो त्यहाँ धार्मिक रूपमा आउनेहरू चाहिँ भित्र जान्छ होला फेरि। अब हामी चाहिँ दर्शन अब जाऊँ नहीं मेन बिल्डिङ चाहिँ त्यो हो। यहाँ गौमुखे धारा अरे उ त्यो गाईको मुखबाट धाराहरू चुइने भने यहाँ गौमुखे धारा भन्ने रहेछ है। पानी चाहिँ चलेर हिँड्छ अहिले। ऊ त्यहाँ रहेछन् के अरे भागवत गीता सार भनेर लेखेको रहेछ ठाउँहरूमा। त्यहाँको बुक छ नि भनौँ, त्यो बुकको सार के हो त त्यसको समराइज गरेको क्या, समरी त्यहाँ रहेछ होइन। त्यहाँनिर चाहिँ सीता रावण देख्यो देख्यौ नि राम रावण यहाँ के त ए यो चाहिँ सिजिधाम। भागवत गीताको सार रहेछ यहाँबाट भन्न खिचौँ है। यहाँ चाहिँ यो पछि व्याख्या गरौँ ल, अहिले चाहिँ खिचौँ मात्रै है नयाँबाट। ल यो चाहिँ यो उसमा चाहिँ माथि चाहिँ कृष्ण भगवान त्यो समुद्र मन्थन हुने बेला के हो समथिङ के हो है, अब थाहा भिडियो बनाउनु पर्यो क्या। कारागारभित्र जाने जन्मेर बुवालाई थाहा मामा हुने कि जस्तो लाग्यो खोलाबाट माथि होइन कृष्ण त भयो को तार्ने मान्छे चाहिँ को भनेको माझी हो नि के अरे उनका जाने भाइका भाइ हुन् भाइ मामा भाइ भाइ होइन माझी हो उहाँ खोलामा तरिएको देखेर उसले बचाएको ऊ कृष्णलाई बचाएको त होइन यी मामा हुन् कि जस्तो लाग्यो मलाई त। खोइ पछि भनौँलाई को दिएर अनि त्यहाँबाट कृष्ण भगवानले पुरा साङ्ला साङ्ला गेट सेट सबै खोलेर भगवानको दर्शन दिएर त्यसपछि मलाई लिएर उहाँ यी लग्यो नि नागमाथि यसरी यशोदाका पासमा लिएर आएका के यी नागमाथि चढेर शेष नाग देख्यौ बुनु यी नन्दलाल हुन् को ऊ कृष्णकै रूप त हो नन्दलाल नन्द बाबा भनेको कृष्णका जाने दोस्रा पाके पाउने एउटा यी गोपिनीहरू छेउछाउमा नाच्ने गोपिनी यहाँ कृष्ण यी सबै गोपिनीहरू बुनु गोपिनीहरू रावण ए कंस थाहा चाहिँ कहाँको रावणको कुरा आएर यहाँ त थाहा चाहिँ कृष्णले कंसलाई नै यस्तो गरेपछि होइन गर्नुभयो। अकारण तिमी किन चिन्ता गर्छौ, अकारण तिमी कोसँग भयभीत छौ, तिमीलाई कसले मार्न सक्छ, आत्मा न जन्मन्छ न त मर्छ नै अरे। जे भयो राम्रै भयो, जे हुँदैछ राम्रोको लागि हुँदैछ र जे हुनेछ त्यो मात्र राम्रोको लागि हुनेछ अरे। अतीतको बारेमा तिमीले पश्चाताप गर्नु आवश्यक छैन, न त भविष्यको बारेमा चिन्ता गर्न जरुरी छ। वर्तमान त हाम्रो सामु घटित भइरहेको छ। तिमीले के गुमायौ जसको बारेमा तिमी रोइरहेका छौ, तिमीले आफूसँग के लिएर आएका थियौ जसले तिमीलाई गुमाएको ठान्दछौ अरे। ल यसरी यहाँनिर सारहरू छ, यस्तो कुराहरू छ। यी
तेरो र मेरो सानो र ठुलो जस्ता विभेदकारी विचार आजै आफ्नो मस्तिष्कबाट हटाऊ। यसो गरेमा सबथोक तिम्रै हुनेछ र तिमीमा नै सबथोक अन्तर्निहित हुनेछ। ल ठिक छ, तिमी जे गर्दछौ ईश्वरको समर्पणमा गर। यसले तिमीलाई खुसी र जीवन मुक्तिको असीम अनुभूति प्रदान गर्नेछ। अरे यहाँ चाहिँ यता फेरि गौतम बुद्ध, यहाँ गौतम बुद्ध डाइरिया डाइरिया अलि सभ्य भाषा भनौँ क्या हो, डाइरिया डाइरिया भएर सन्चो भयो कि बिरामी छ नि। यहाँभित्र हिडन रहेछन् के माइ के अरे उस साउन्ड बक्स। कस्तो मिठो आवाज आइरह। हामी भिडियो बनाउँदा फोटो खिच्ने भनौँ त, खिच्छौँ कहिले फोटो खिच्नु। सिजी धामभित्रै चाहिँ एउटा डाइनोसर पनि देखियो हामीले प्राप्ति होइन। भाइलाई चाहिँ यो डाइनोसर खुब मनपर्छ क्या हाम्रो प्रसिद्धलाई, त्यही भएर हामी यो नजिकबाट खिच्छौँ। हामीलाई डाइनोसर जस्तो लागिरहेको थियो, फेरि नजिक आउँदा त अनुहार त कस्तो कस्तो छ कि, तर डाइनोसर नै होला। हो यो डाइनोसर नै हो, प्रसिद्धलाई देखाउनुपर्छ, काम लाग्छ। ल यो सिजी धाममा रहेको यो चाहिँ क्रोकोडाइल, सरी डाइनोसर के को क्रोकोडाइल भनेको होला, क्रोकोडाइल भनेको त गोही। ल यहाँ हामी 3 जना, यता हामी 4 जना भएर टक्क सिजी धाम आएको है। ल होइन बुवा हो होइन भनेको हो, सिजी धाम पनि आइयो। बिहान महाराजगञ्ज गइयो, पूजा गरियो, उता टिकटक बनाउँदै हुनु। यो चाहिँ नखिचौँ। कहाँ हो यहाँ भिडियो? हामी कहाँ छौँ प्राप्ति? हत्तर त भएर यस्तो राम्रो आइरहेको थियो झन्। अझै 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 ल सिजी धाममा छौँ हामी होइन। प्राप्ति म बुवा आमा भएर आएको। अनि यो सिजी धाममा चाहिँ यो फुलहरूको चाहिँ फ्लावरिङ गरेको यस्तो डेकोरेसन यस्तो राम्रो छ होइन। यहाँ भयो यो बाटोमा टक्क यहाँनिर यसरी यो हामी हिँड्दै गर्दाखेरि जब यो फुलहरूले चाहिँ भुइँमा खसेर हामीलाई स्वागत गर्छ होइन, एकदमै आनन्द आउँछ। भुइँमा सबै फुलहरू खसेका छन् यहाँ है, यस्तो राम्रो छ। यतापट्टि पनि राम्रो छ। अनि त्यसपछि शिवको शिव भन्न आएछ के अरे गौतम बुद्धको मूर्ति पनि देखिरहेको छु मैले। अनि यसरी प्राप्ति यहाँ थकै मारिरहेकी छन्। हामी अब यतातिर जान्छौँ। आउनुहोस् आउनुहोस् आउनुहोस्। अनि यहाँ चाहिँ नियालाको गाडी छ एउटा, नियालाको गाडी। अनि त्यसपछि यहाँ चाहिँ माथि चढ्न मनाइ छ भनेको देखियो यहाँनिर। यहाँनिर
यहाँनिर माथि चढ्न मनाइ छ अरे होइन। यहाँ यो अब हामीले यसको मिनिङ चाहिँ बुझ्दैनौँ। मैले बुझिनँ खै के हो अब केही समथिङ यहाँ धार्मिक कुरा नै होला। अनि यहाँनिर त्यहाँ पनि शिवको मजाले उभिएको मूर्ति चाहिँ देख्न सकिन्छ एउटा भने एउटा बसेको। फेरि गौतम बुद्ध नभने शिव भने मैले खालि झुकिन्छु म है। गौतम बुद्ध चाहिँ गौतम बुद्ध तल चाहिँ बसेका चाहिँ गौतम बुद्ध होइन। यहाँ चाहिँ चप्पल जुत्ता खोल्ने मान्नुभएको रहेछ। अनि फेरि त्यही गौतम बुद्धको देखिन्छ भने यतापट्टि फेरि यता शिवका पुरै यो शिवलिङ्गहरू यसरी स्थापना गरिएको छ। ल खोल्ने हो। नजाम माथि यसरी द्वादश ज्योतिर्लिङ्ग भनेर यसरी यहाँनिर माथिबाट खसेको पात हुन् के खै त नि हातमा चाहिँ ट्याक्कै पात रहेछ। अब गौतम बुद्धको हातमा परेको पात चाहिँ हामीले लिएर घरमा ल सजाएर राखे हुन्छ क्या। यो राम्रो शुभ हुन्छ यो पात मलाई त्यस्तो लाग्यो कि। बामन्त्री पछि लाएर हुन्छ र आमा पनि पछि लाएर हो। रुकुमैकोटा पनि रुकुमकोट नि रमाइलो त रमाइलो जाँदो रहेछ है। 2 दिनको कच्चो बाटो कटेर गयो। रुकुमैकोटा नामै रुकुमैकोटा। बरु बोलेर बनाऊ न त घन्टी बजाउन न त्यहाँनिर। मेरो गीत हालिदिने हो कि यो पुरै देखाएको। रुकुमैकोटा मोबाइल ले ना मोबाइल अन्त गुरुको खिच्दैम भाइहरुको दिन्छ लाउ कहाँ छ गुरुको खिच्दैम त भाइहरु खिच्दै आउनु अझै अगाडि अझै ल घुम्नु। यहाँ अवस्थित छ हैन। अनि यसको यतापट्टि पनि पोन्ड छ, यतापट्टि पनि पोन्ड छ, पोखरी। अनि पानीको सबैतिर पानी छ वरिपरि। अनि पानीको बीचमा चाहिँ यसरी यो धाम चाहिँ अवस्थित छ। अनि त्यसपछि यहाँको सिनेरियो यति रमणीय छ, हरियाली छ, शान्त छ। अनि यो झारहरूको बीचमा चाहिँ साउन्ड बक्सहरू राखिएको छ जहाँबाट चाहिँ गौतम बुद्धका मिठा मिठा गीतहरू चाहिँ आनन्दले गुन्जिरहेका छन्। र यो सिजीधाम एकदमै अत्यन्त रमणीय, मनोरम, मनलाई शान्त बनाउने खालको वातावरणमा अवस्थित रहेको कुरा चाहिँ मैले महसुस गरेँ। जस्तै अब यो ढुङ्गा छ, यो ढुङ्गाबाट चाहिँ साउन्ड आइरहेको छ, तपाईहरुले नि सुन्न सक्नुहुन्छ। यसरी ठाउँ ठाउँमा यसरी ढुङ्गाहरू छन् जहाँ चाहिँ यो
साउन्ड बक्सहरू राखिएको छ र यहाँ सानो सानो पुवालहरू छन् जहाँबाट चाहिँ साउन्डहरू आइरहेको छ। यो मैले देखाइरहेको चाहिँ समुद्र मन्थनको दृश्य हो। जस्तै यहाँ बीचबाट चाहिँ यो यसरी मदानीको रूपमा खडा छ यो, अनि यहाँबाट नागलाई यता तानिएको छ। यता यसरी यताबाट तान्नेहरूको सङ्ख्या पनि उत्तिकै छ। त्यता नाग शेषनागको फेस भयो होइन। अनि त्यसपछि यता छ पुच्छर, अनि यतातिर पनि तान्नेहरूको सङ्ख्या त्यस्तै छ। यसरी समुद्रको मन्थन भएर चाहिँ के को उत्पत्ति भयो बुवा? के एरावत हात्ती। त्यसपछि यहाँ समुद्र मन्थन भएपछि लक्ष्मी प्रकट भयो नि यहीँबाट, अनि यहीँबाट एरावत हात्ती पनि प्रकट भयो जस्तो लाग्यो मलाई। एरावत हात्ती पनि यहीँबाट प्रकट भएर यहाँ देखा जस्तो मलाई त्यस्तै महसुस भयो है। लक्ष्मी माता पनि यो दृश्यले चाहिँ त्यही देखाउन खोजेको जस्तो भानुहुन्छ। अनि यसरी यी भित्तामा पनि टाँसिएको छ। ल यसरी यहाँ आउने अवसर जुट्यो समुद्र मन्थन गरेको ठाउँमा। ल प्राप्ति आऊ यहाँ। बाई बाई गर ट्याप्प पार न माथि छौ न। हे झलमल झलमल झलमल। तर इन्डियाको जस्तो लाग्ने कि है, बिहार सिहार समथिङ होइन, इन्डियाको बनोट जस्तो लाग्ने कि। डिजाइन चाहिँ इन्डियन टाइपको लाग्छ तर यो नेपाली नै हो। ऊ त्यहाँबाट साउन्ड आइरह। ऊ घोडा इन्डियामा रथ अयोध्या अयोध्या त्यहीसँग रिलेटेड रहेछ सबै। चौरमा त हिँड्न मनाइ छ अरे, अब चौरमा जान नपाइरहेछ। अब हामी यहीँबाट हिँड्छौँ। अर्जुनको रथ हो यो, अर्जुनको रथ। श्रीकृष्ण सारथी रथ त अर्जुनकै लिएर हो नि त गएको। बुझ्नु जाऊ वहाँबाट आऊ। ल ल हिँड्दै आऊ त त्यताबाट। ल यतिको 7 क्लास जाने अब तयारी हुँदैछ होइन। 7 क्लास जानभन्दा अगाडि जुन बिदा थियो त्यो बिदामा चाहिँ सदुपयोग, बिदाको समयलाई सदुपयोग गरेर अनि हामी चाहिँ सिजी धाम आएका छौँ। अनि यो अवसर जुटाउनु हुने मेरो बुबालाई होइन धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अनि त्यसपछि अरू त ठिकै छ। अब हामी चाहिँ कहाँ जान्छौँ भने हामी चाहिँ त्यो नारायणी नदी छ नि, त्यो नदीमा चाहिँ सिपमा चढ्ने अवसर पनि जुट्छ कि जस्तो छ आज। हेरौँ अब कतातिर जान्छौँ, समय परिस्थितिले कतातिर मोड्छ हामीलाई। हामी खास गरी सौरा जाने भनेर आएका थियौँ, तर प्राप्तिको स्वास्थ्यका कारणले हामी चाहिँ जान असमर्थ भयौँ। अनि यतातिर फेरि अहिले यो भोलिबाट देशव्यापी रूपमा आन्दोलन भनेर पनि हल्ला खल्ला छ। हुन त के कसो हुन्छ, अनि त्यति यात्रा गर्न नि त्यति सही हुँदैन कि अब घर नै सुरक्षित होला जस्तो छ। अनि त्यसैले हामी चाहिँ अब यता एक्जिट हुनेतिर चाहन्छौँ। हामी चाहिँ सिजी धामलाई चाहिँ बाई बाई गर्छौँ। बाई बाई।